सो हामी चाहिँ अब गाउँबाट काठमाडौँतिर लाग्दैछौँ होइन। बाटो चाहिँ जस दामी बाटो छ, राइड हान्न पनि मजा आइरहेछ। यतिको चाहिँ हुनुपर्छ बाटो भनेको होइन। ल यहाँनिर भाइहरूको रियाक्सन त कडा छ त के हो। मेरो भ्लगमा सब्सक्राइब हानिदिने हो सबैले। सही हो सही होला। मोबाइल छ तिमीहरूसँग घरमा? क्यामेरा अन रिकॉर्ड गरी है टिभी मोटो ब्लग। टिभी मोटो भन्दाखेरि हाम्रो भाइ बहिनीहरूले चाहिँ घरमा गएर मेरो च्यानललाई सब्सक्राइब गर्ने रे। ल सबले बाई बाई। भाइ कसको यो अङ्कलको? तिमी चलाउन आएको? हराला नि दसैँले आहा। सुरगढीमा अस्ति आशिका तामाङ आएको थाहा छैन? सो मसँग चाहिँ अब क्यामेरामा माइक छैन, त्यही भएर साउन्ड इफेक्ट चाहिँ अलि राम्रो आइरहेछ होइन। तर बवाल होला ठाउँ चाहिँ होइन। अब यसपछि चाहिँ हाम्रो राइड भनेको अब अफ रोडमा हुन्छ। सो लेट्स गो। यो ठाउँ के हो दाइ? कान यो ठाउँलाई के भन्छ? यहाँबाट ढिकुरे पुग्नु कति टाइम लाग्छ? 20 मिनट। ल थ्याङ्क यू। हजुर टिभी मोटो भ्लग छ। टिभी सो प्लिज है सपोर्ट चाहिँ गरिदिनु पर्यो। यो ठाउँ अब यो घामले लाइटले अब राम्रो देख्दैन होला। यो ठाउँलाई देखाउनु गयो भने चाहिँ बब्बाल हुन्थ्यो। आई विल ट्राई गाइज है। आई विल ट्राई। ल यो हो नि त, दिस इज माई भिलेज। सही होला, खुसी लाग्छ। समय परिस्थितिले मान्छेलाई चेन्ज गराउँदो रहेछ साथीहरू। कुनै जमानामा म कुनै ठाउँमा रमाउँथेँ, आफ्नै मान्छेहरू छ भन्ने सोच्थेँ होइन, तर त्यो हुँदैन रहेछ क्या। सो अब आफ्नो परिवारको बारेमा सोच्ने त्यही हो साथीहरू। कसैले केही पनि गर्दैन यहाँ। तर जतिसुकै गाह्रो भए पनि जे भए पनि आफ्नो गाउँ भने आफ्नो हुँदो रहेछ क्या। जतिसुकै आफ्नै बना भनेर हुन्छ नि, धेरै काम यताउति आफ्नो भनेर यति उति गरिदियो, लास्टमा गएर औकात देखाउने रहेछ मान्छेहरूले। अब हिजोको एक्सिडेन्ट भिडियोको चाहिँ क्लिप हाल्न पाएन। हिजो अब यतिका छ, यसलाई रिपेयरिङ गर्नुपर्छ। यो मेरो हात मर्क्या छ। अब यो खुट्टामा यस्तो घाउ भएको छ। अब यता त के देखाउने हो र। ठिक छ, इट्स ओके, बनाउनु पर्छ अब।